लौ त नि, एक दिनको बसाइ पनि राम्रो नै भयो भन्न पर्छ। सुत्ने ठाउँ नभए पनि सुविधा र बजारको हिसाबले सहर पनि राम्रो नै हो। प्रदूषण चाहिँ धेरै नै छ जे होस्। गाउँतिर लागेपछि त हावा पनि कति राम्रो लाग्ने। सासू आमाको घर नजिकै झर्न पर्ला। यो मोबिल दिएर यसको बारेमा सबै बुझाएर घर फर्किनु पर्ला। गुरुजी, उ त्यो पिपलको बोट अगाडि बस रोक्नुस् है, म झर्छु। यहाँ कतै फलफुल पसल भए जस्तो लाग्छ। ससुराली जाँदा खाली हात त जानु भएन नि। बुढी सासूलाई केही पोसिलो खानेकुरा त लग्नु पर्यो। साउजी, फलफुलहरू ताजा त छन् नि? अनि सुन्तला र स्याउ कसरी दिनुभएको छ त? एकदम ताजा हो हजुर। स्याउको 120 प्रति किलो अनि सुन्तला 80 रुपियाँ किलो। महँगो भयो त? स्याउ 100 मा र सुन्तला 70 मा दिने भएमा 1 किलो लान्छु। हुन्छ? खासै महँगो त होइन, लैजानुस् त्यही पनि। घर त सुनसान छ त। आमा हुनुहुन्न कि के हो? आमा, आमा कता हुनुहुन्छ? म आएको छु। होइन, यो आवाज त ज्वाइँको जस्तो लाग्छ। यतिखेर किन आउनु भएछ त? के भएछ? ज्वाइँ, म भान्सामा छु, यतै आउनुस् न है। नमस्कार आमा। सन्चै हुनुहुन्छ? म त हजुर घरमा हुनुहुन्न होला भन्ने सोचेको। यतै छु ज्वाइँ, कतै राम्ररी हिँड्न सक्दिन। अलि आराम पनि गर्नु। लौनु यो राख्नु। पाउर त नल्याउँदा नि हुन्छ। अनि ज्वाइँ एक्कासी आउनु भयो त? सबैलाई ठिक छ नि? अनि एक्लै आउनु भएको? म एक्लै हो आमा। अहिले म सहरबाट आउँदैछु। हजुरसँग भेटघाट गरेर घर जान्छु। सहरबाट? किन नि? मलाई त केही थाहा पत्तो नै भएन त हजुर सहर गएको। लौनुस्, चिया खानुस्। हजुर एक्लै हुनुभयो भनेर मोबिल किन्न सहर गएको आमा। अब बोल्न मन भएको बेला बोल्न नि पाइन्छ। हजुरलाई एक्लो महसुस नै हुँदैन। त्यो सबै त ठिक छ, तर मलाई यो चलाउन आउँदैन। ल हेर्नुस्, यो पछाडि हाम्रो र हजुरको दुईटै नम्बर राखेका छौं। हजुरलाई हामीलाई फोन गर्न परे यो अङ्क थिचेर यो अगाडिको हरियोमा दबाउनु। फोन लाग्छ। नआत्तिनु, मैले यो कागजमा पनि लेखेको छु कसरी फोन गर्ने, कसरी उठाउने। र म जानु अघि हजुरलाई राम्रोसँग बुझाएर जान्छु। धेरै बोले भनेर आत्तिनु नि पर्दैन। यसले थोरै पैसा काट्छ। बुढी, ओ बुढी, होइन यो त सुतिरहेछ। साँझको बेला कहाँ सुतेको? बुढी, ल उठ। माई, ए तिमी आयो? कस्तो टाउको दुखो र सुतेको नि? अनि सबै काम भयो त? केही गडबड त गरेनौ नि? तेरो पोइबाट केही गल्ती हुँदैन बुझिस। जे होस् त्यसले राम्रो पोइ पाएको हो। अनि के भएर टाउको दुखो? अहिले कस्तो छ त? केही खाइस् कि नै? ल भइगयो, धेरै नखोक। खाजा खाएर सुतेको अहिले ठिक छ? ल ठिक छ। काम पनि सबै भयो। सोचे भन्दा सरल तरिकाले भयो। ल हेर त, मोबिल पनि ल्याए। त्यो रुकेले 5,000 लाग्छ भन्दै थियो। मैले 4,000 मा नै ल्याएको छु। यो मोबिल राम्रो र भरपर्दो पनि हो। खै ल्याउ त हेरौँ। अनि यसलाई कसरी चलाउने सबै सिक्यौ त? अनि आमाको मोबिल खै? सबै चलाउन पनि सिके। अनि गाउँ आउँदा आमाकोमा पसेर मोबिल दिएर मोबिलको बारेमा सबै बुझाएर अनि बल्ल यता आएको। राम्रो गरेछौ। ल अब तिमी बाहिरबाट दाउरा ल्याऊ, म पकाउने मेसो गर्छु। अनि तिमी मलाई मोबिल चलाउन सिकाऊ है। ल हुन्छ।